हेलो गाइज नमस्ते। म सरोज कुलुङ। आज चाहिँ म भोजपुरको यो सालपासिलिछो गाउँपालिकाबाट सोलुखुम्बुतिर लाग्दैछु। यो भिडियो मार्फत चाहिँ म तपाईहरुलाई भोजपुरको सालपासिलिछोबाट महाकुलुङतिर जाने बाटोहरूको यहाँको चाहिँ प्राकृतिक सौन्दर्यहरूको चाहिँ विभिन्न सुन्दर दृश्यहरू मेरो क्यामेरामा कैद गरेको छु। त्यो चाहिँ देखाउन लागिरहेको छु। मेरो साथमा एकजना साथी हुनुहुन्छ दिलीपजी। उहाँले चाहिँ मलाई बाटोमा हिँड्नको लागि सहयोग गर्दै हुनुहुन्छ। मौसम अत्यन्तै शीतल छ, पानी पनि परेको छैन, त्यति धेरै घाम पनि लागेको छैन। अब यो बाटोमा भेटिने विशेष गरी त सुन्दर दृश्यहरू जे भेटिन्छ, यहाँको खोला नाला, वन जङ्गल, फुल, बोट बिरुवा, पशु पन्छी जे भेटिन्छ ती कुराहरू चाहिँ मेरो यो भिडियो मार्फत म तपाईहरुलाई देखाउने छु। कृपया हेरेर प्रतिक्रिया जनाइदिनु होला। राम्रो लागेमा कमेन्ट पनि गरिदिनु होला। यही आशा छ। अब चाहिँ अगाडि बढौँ। म चाहिँ अहिले बिलबाटे भन्ने ठाउँमा आइपुग्न लागेको छु। मेरा मित्र दिलीपजी चाहिँ अगाडि गइसक्नु भएको छ। उहाँले तल सायद एउटा सानो होमस्टे छ, त्यहाँ गएर चाहिँ चिया नास्ताको व्यवस्थापन गर्दै हुनुहुन्छ। त्यो चिया नास्ता खाएर हामी उकालो लाग्नेछौँ। यहाँभन्दा मुनतिरको तलतिरको सालपासिलिछो एरियाको फेदी जोबारीको पनि केही दृश्यहरू मैले कैद गरेको छु। हामी बेलबाटेमा ठ्याक्कै आइपुग्यो। यहाँ चाहिँ यो दो बाटोमा यहाँबाट एउटा चाहिँ सोलु र भोजपुरको सिमाना कुलुपोङतिर जान्छ एउटा बाटो, अर्को चाहिँ यता माथि साल्पा पोखरी जाने बाटो हो। यो साल्पा पोखरी जाने बाटोमा एउटा होटल छ। त्यो होटलमा हामी एकछिनमा चिया खान्छौँ। अहिले हामी गुराँसे भन्ने ठाउँमा आइपुगेका छौँ। अब पछाडि पृष्ठभूमिमा यहाँको चराचुरुङ्गीहरूको आवाज चाहिँ आइरहेको छ। यसले चाहिँ यात्रालाई अझ आनन्दमय बनाइरहेको छ। अब भर्खर सिमसिम पानी पर्न थालेको छ। हामी यहाँबाट चाहिँ कुलुपोङ पुग्न अब लगभग 1 घन्टा जस्तो लाग्छ। हामी सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका जाँदैछौँ। अनि यो महाकुलुङ जाने बाटो, यो सालपासिलिछोदेखि महाकुलुङसम्मको बाटो चाहिँ कस्तो छ? यो रमाइलो छ, तर अब त्यस्तै छ, रमाइलै छ, हरियाली त्यस्तै। यो बाटोतिर पाइने सबभन्दा राम्रो आनन्द लाग्ने चिज चाहिँ के छ? यहाँ अब फुलहरू, गुराँसको फुलहरू, धुपी, रुख बिरुवा, डाँडा पाखा, यसो रमाइलो ठाउँहरू छ। अब यहाँदेखि महाकुलुङ पुग्न कति टाइम लाग्छ हामीलाई? महाकुलुङको ठ्याक्कै अब सिमानै पुग्न चाहिँ अब 1 घन्टा जतिमा पुगिएला। गाउँ भेट्नलाई लाग्छ 2-2.5 घन्टा। बुढाउलो काट्नुपर्छ भन्छ रले। अनि त्यही भएर फोन लाग्छ कि लाग्दैन भनेर फोन ट्राई गरेको, लाग्न त लाग्यो, उठाउनु भएन। अनि त्यसै गर्नुभयो। निकै नै काटेछ भने एउटा नसा छिनाएछ भन्ने जस्तो छ।
नसा एउटा खुट्टाको ए सुनि सुनिरहेको छ यस्तो चल्दैन भन्दै त्यो मरिगयो भनिरहेको अहिले चाहिँ हामी ठ्याक्कै कुलपङ्ख भन्ज्याङ आइपुगेका छौँ। अब यो कुलपङ्ख भन्ज्याङ चाहिँ सोलुखुम्बु र भोजपुरको सिमाना हो। सँगसँगै बुन्दुक ट्रेलको पनि एउटा गन्तव्य हो। यो चाहिँ मिड पोइन्ट जस्तो छ। अनि खानु खानु ठिकै छ याभन्दा मुन्त्री चाहिँ हामी सोलु जान्छौँ। यो चाहिँ सोलु जाने बाटो हो। अनि उकालो चढेर यहाँसम्म आयौँ। अब यहाँदेखि चाहिँ ठ्याक्कै सोलु पर्छ, सोलुको महाकुलुङ।